गाइस फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा। अनि आज चाहिँ 16 गते शनिबार अनि सबैजनालाई ह्यापी रोज डे। अनि अहिले चाहिँ मैले नास्ता खाएर म कबडल जाँदैछु। अनि आज चाहिँ मेरो साथी झुसेको नि बर्थडे छ, उसलाई नि ह्यापी बर्थडे है। पुरै हुस्सो लागेको छ है, फागुन लाग्न लागिसक्यो, हुस्सो लागेको छ क्या पुरै पुरै हुस्सो छ। भाइहरू उता खेल्दैछन्, म त जाडोले कतै जान सकेको छैन। त्यही पनि अब म जाँदैछु कबडल। चाहिँ हामी बुद्ध चोकबाट हिँड्दैछु, केटाहरू भेटिसके। ढुङ्गाना चाहिँ उतादेखि आउँदैछ, के हुन्छ। अनि तकबेली खोलामा पुगेको छु। फास्ट बोलर, मेन फास्ट बोलर हो यो। कुन के फाल्छ नि त, इन सिङ्गर फाल्छ कि आउट, सब कुछ फाल्छन् रे केटाहरू। यो हिट्सियन हो कि ब्याटर है त, ओपनिङ ब्याट्सम्यान हो यो, अलराउन्डिङ पनि गर्छ सोहनले। यहाँ कबडल पुग्दैछु केटाहरू होइन। ल ल अर्को साथी भेट्या छौ। आज चाहिँ यता के पो मेला पनि लाग्छ होइन केटाहरू, शनिबारी मेला लाग्छ। सबैजना आउनु होला, यहाँ खाएर जानु होला घरको कुरा। CS+2 अन्तर्विद्यालय फुटबल प्रतियोगिता हुँदैछ, अनि सबैजना आउनु होला अनि हेर्नु होला है सबैजना। रेडी हुँदैछौँ है, यहाँ ढुङ्गाना प्याड स्याड लगाइरहेछ। दोस्त आज कति रन? अब प्र्याक्टिस गर्नु पर्यो, भविष्य बनाउनु छ होइन। क्रिकेट पढेर ठुलो बन्ला भन्ने त मलाई कुनै आशै छैन। लाग्ने विषय त्यही हो, सही भन्नु। लास्टमा लाग्ने 2 हुन्, म दिने फिर्ता दे ऊ हो बिहाको। त यस्तै छ हाम्रो पढाइले केही हुन्न। त बाहिर छ भने गर सबै गरिसके। केटाहरू क्या छान्दैछन् भाइहरू। सब्सक्राइबर हो यो चाहिँ होइन शर्मा, सब्सक्राइब सब हेरिदिने, त्यहाँ माया गरिदिने, तेरो साथीहरूलाई सबलाई सेयर गर्ने है। ल गाइस यता पनि टक्क भाइहरू बलिङ गर्न लाग्छन्। उयो शुभम ब्याटिङमा छ, ला बबाल हान्दियो त शुभमले, चौका गइदियो स्क्वायर लेगमा टक्क तरिकाले छक्का हान्दियो यार। यी बबी हुन् होइन, बबी देवल राम्रो खेल्छन् होइन, ब्याटिङ पनि राम्रो बलिङ पनि राम्रो, तर कहीँ देखाउनु नअहिलेसम्म राम्रो। बबी ब्याटिङमा थियो, राम्रो सर्ट हानेको छ, आमा कभरमा बबाल हानिदिन्छ त केटोले। ल तिमी राम्रो देखिने रहेछौ मोबाइलमा। उ त्यो बबीको भाइ हो होइन। यी केटाहरू आज प्र्याक्टिस गर्न आएको थिएँ शनिबार भनेर पनि होइन। यस्तै छ अब केटा हो। ल ठिक छ, सब केटाहरू भविष्य बनाउने अलाउने होइन। उ त्यो ग्याङस्टर यो भाइ, यो पवनको साइडमा बेला ग्याङस्टर हो होइन। खेल बजार आज मुझे सोहनले भात खुवाउनु। बजार पुगिसक्यो, अब भित्र छिर्छौँ है हामी। वाउ खेल बजार, सामानहरू छ पुरै प्रिमियम क्वालिटीको। हेलो वेलकम टु खेल बजार। ल दाइ सबैले यो हेरिदिनु होला, यहाँ भिजिट गरिदिनु होला। राम्रो छ है दाइको खेल बजार थियो। मलाई भोगले चाहिँ पुरै सुस्याउनु खानको लागि। यो त पुरै भोगले पनि खाइसक्यो आधी आधी। लग अब हामी नास्ता खायो।